बल्ल मेरो पनि बाइक आयो ल। ओइ त गुच्चाखेला किन्न आज? ओए नयाँ नयाँ बाइक किनेर ओहो खोइ चलाउँ न। मेरो नयाँ बाइक नछु ल, मेरो नयाँ बाइक छुँदो रहेछ। यसलाई त नछुवाकै ठिक क्या, गुधेर हात पनि धुँदैन होइन। तिम्रो नयाँ बाइक हो? तनी उता जा, पोर हात लाउँदो रहेछ कति न। सँगै कट्टु लाएर हुर्केको तिमी त अब ठुलो भएछौ है साथी। तँभन्दा ठुलै छु त, हाइट हेर्न आफ्नो। खै होला नि कोही बच्चाहरू पागल खुच्चीहरू होला कि कोही। यसले अति हेप्यो यार, यसरी भएन। जाउँ हिँड तास खेल्न। एकका जुत जोकर परेछ यार मेरो त। जोकरलाई जोकर त पर्छ नि। वाह, त पनि अब हेप्ने भइस होइन। त्यो एउटा त बाइक किनेर अब त्यसको अब भुइँमा खुट्टै छैन, त पनि अब मलाई हेप्ने भइस होइन। पहिला मेरो साइकलमा सबैको चाक अटाउँथ्यो, अहिले त्यसको बाइकमा चाहिँ मेरो चाक अटेन होइन। म किन्छु, तर अहिले मेरो लाइसेन्स छैन क्या। म 2-3 महिनापछि किन्छु, तर किन्छु। त किन्न त, तैँले किन्नु र मैले किन्ने एउटै त हो नि। हुन्छ। ओए को बेबी तिमीलाई बोलाइरहेछ त? के होला नि टोलको बुच्चाहरू? ओए निराजन, फेरि तिम्रै नामले बोलाइरहेछ। त्यस्तै के त पागल बच्चाहरू।